Hello guys. हेलो गुड आफ्टरनुन गाइस। आज चाहिँ हामी चाहिँ कुन झर्ना जाने भाइ? चिलाउने गाउँ झर्ना भन्ने जान लाग्छ नुवाकोटतिर। त्यो अस्ति पनि हामी लगेर झर्ना त्यो नुवाकोटको साइडतिर गएको थियौँ। आज पनि हामी त्यतै जान लाग्छौँ। हाम्रो हाम्रो राइडमा आज पनि रबिन भाइहरू समीर एभेन्जरमा हुन्छ। दुईवटा आशिष चाहिँ हाम्रो एब्जेक्ट भर्जन भित्रीमा हुन्छ। अनि आजको राइडमा चाहिँ रुबेन हुन्छ मसँग एब्जेक्ट भेटुमा। आज नेगेट राइड हान्ने भनिरहेको छ कि हाफ रेस हो। अनि बाइकमा चाहिँ हल्का मोडिफाई छ के भनौँ यसमा टायर कभरमा चाहिँ वाइट हालेको छ। अनि चाहिँ त्यति हो। हाम्रो चाहिँ जहिले जक्सन यतै नकुदो बाटो पुग्ने हुन्छ किनभनेखेरि भाइ चाहिँ अब जाने बेला राइडको लागि भएर मात्रै भनेर तेल हाल्न गएको छ। आइपुग्यो भाइ पनि। निस्केको आज चाहिँ विश्वकर्माको पूजा भएर होला। सब गाडीहरू थन्किरहेको छ मजाले। पूजा गऱ्यो मजाले थन्केर बसिरहेको छ। पुलिस आइपुग्यो दोस्। बालाजु के भन्छ बालाजु आइपुग्यो दोस्। भर्खर अब अझै हाम्रो 1 घन्टाको जस्तो यात्रा बाँकी छ है दोस्। यहाँ अफरोड आउन अझै बाँकी छ। अब हेर्छ मौसमले आज खोइ साथ दिन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ। के हुन्छ अब मौसम र केटीको भर छैन हाम्रो जीवनमा। स्टे ट्युन है गाइस। आज नि हामीले बाटै बिर्से यार गाइस। के हो हाम्रो जहिले यो बाटो बिर्सिने। ए टोखा हेर्न बाटै बिर्सियो त। मुन्ना चाहिँ आस्ते अगाडि हिँड्नु पऱ्यो कि यस्तो म्याप हेर्दै। ल ल यात्रा स्टार्ट हुँदैछ हाम्रो। अब बाटो भेट्टाएको कि अब गुगल म्यापमा भरोसा गरेर जाने आज हामीहरू। अब के आस्ते फर्केर जानुपर्ने हो। फर्केर जानला हामीहरू अब अर्कै बाटो। ल यात्रा स्टार्ट हुँदैछ हाम्रो। अब फेरि यात्रा स्टार्ट हुँदैछ फेरि। अब ल दोस् म बसेँ त। ल दोस् कि हामी टोखाबाटै जानुपर्ने हो दोस्। ल दोस् ल टोखाबाट वान्स अगेन यात्रा स्टार्ट हुँदैछ हाम्रो। अब यसको स्टे ट्युन है गाइस। के छ त भाइहरू आज नि बाटो बिगाएर है तनाव हो। अस्तिको राइडमा जाने हामी 3 जना मात्रै हो। अहिले 3 जना चाहिँ थपेको छ यहाँतिर। हाम्रो बाइक चाहिँ यहाँ राखेर अब हामी झर्न जान लाग्यो। यो कालो चढेर आएको यहाँबाट जाने रहेछ बाटो रहेछ यहाँ। अब चिलाउने गाउँको झर्ना
एउटा अर्को झर्ना चाहिँ त्यहाँ चाहिँ पुग्नु सकेन हामी। त्यो चिलाउने गाउँको झर्नामा चाहिँ यो अर्को एउटा छुट्टै झर्ना रहेछ, त्यो नि खोपा दामी रहेछ। अलि हामीले एउटा नयाँ झर्नाको डिस्कभर गरिसकेको छ। काठमाडौँबाट मात्र कति दाइ 1.5 घन्टाको बाटो। त्यो अब हामी डिस्कभरी च्यानलमा लाग्नै पर्ने अवस्थामा भइरहेछ। त्यो बाटो चाहिँ हिँडेर चाहिँ तपाईँहरूलाई यत्रो दुःख यत्रो मेहनतको एउटा फल हामी अवश्य देखाउनेछौँ भनेर। पङ्कलाएर अब जे होस् हामी पुगिसकेको छौँ। यसरी समाएर चाहिँ हिँड्नुपर्ने हुँदो रहेछ। यस्तो अप्ठ्यारो बाटो कि आएको छ 1 मिस गेम फिनिस टाइपको बाटो रहेछ। यहाँ हुन पनि डेन्जर रहेछ कि चिप्लो पानी परेको रहेछ। त्यही माथि पानी परेको कारणले बाटो एकदम लौडा लसुन टाइपको चिप्लो छ। यहाँ ओइ मा भन्दै ल यो चाहिँ डिस्कभर हाने छैन योमा। हामी फर्स्ट टाइम आएको यो झर्नामा। यो फाइनली गाइज हामी यो झर्नालाई बिदाई गर्दै युटर्न झर्नालाई चाहिँ बिदाई गर्दै हामी आफ्नो अब गन्तव्यतिर फर्किँदैछौँ। र त्यतिकैमा साथीको यहाँ चेन बिग्रेको अवस्था गम्भीर छ। तल गएर बाइक छ नि हो तलै गएर बनाउँ है सामान हो। ओइ कतिवटा छ त्यो लाग्छ बाहिर ल्याम जुवाल टोकिरहेछ कतातिर होला अब चाहिँ थाहै छैन।